नहीं। लकडाउनको बेला अशोक दर्जीको यो गाना धेरै सुनियो, तर के साँच्चै नै हाम्रा प्यारेन्ट्स जिम्दा देउता हुन् त? हामीलाई सानैदेखि मम्मी बाबाले भनेको चुपचाप मान्नुपर्छ भनेर सिकाइयो। दसैँमा टीका लगाउँदा मम्मी बाबाले भनेको मान्नु, यो आशिष कुनै घरमा नि छुट्दैन। तर के होला जब आशिष दिने तिनै हातहरू तपाईको सपनाको घाँटी निमट्ने हात भयो भने? तिनै हात जसले तपाईलाई छिमेकीको छोराछोरीसँग कम्पेयर गर्छन्, तपाईको सेल्फ रेस्पेक्टको धज्जिया उडाइदिन्छन् अनि तपाईको मेन्टल हेल्थलाई पुरै डिस्ट्रोय गरिदिन्छन्। हामीलाई अक्सर भनिने गरिन्छ कि मम्मी बाबाको मन दुख्ने काम चाहिँ नगर है भनेर। तर के मम्मी बाबाले चाहिँ आफ्नो सबै एक्सपेक्टेसन हामीमाथि थोपरेर हामीलाई जिउँदो लास बनाउन मिल्छ त? मम्मी बाबालाई जिउँदा देउता त भनियो, तर फेरि किन हामीलाई हाम्रै घरमा बस्दा पनि दम घुटे जस्तो महसुस हुन्छ? साथीहरू, पीडा सहन बन्द गर्नुहोस्। वेलकम टु द शो। माई नेम इज विवेक एन्ड यु आर वाचिङ द डार्क ट्रुथ अफ नेपाली प्यारेन्ट्स। म तपाईँलाई एउटा घटना सुनाउन चाहन्छु। भगवानसँग मेरो प्रार्थना छ कि यस्तो घटना कुनै पनि घरमा नघटोस्। म प्राइभेसीलाई रेस्पेक्ट गरेर उसको रियल नेम खुलाउन गइरहेको छैन, तर यो घटना भने रियल हो। 2081 साल असार 13 गते उदयपुर दिउँसोको करिब 3 बजे भर्खर मात्र एसई परीक्षाको रिजल्ट आएको थियो। राजेश आफ्नो सी इक्जाम सकाएर रिजल्टको प्रतीक्षामा हुन्छ। उसको इक्जाम ठिकठाकै भएको थियो, पास त भइहाल्छु नि भन्ने उसलाई थियो। रिजल्ट आएको थाहा पाएपछि हतार ऊ आफ्नो रजिस्ट्रेसन नम्बर हालेर रिजल्ट चेक गर्छ। यतिकैमा उसको पछाडिबाट मम्मी बाबा आउनुहुन्छ। अनि के भयो त बाबु रिजल्ट? अबुई कस्तो पछाडिबाट आउनु भएको? म त तरङ्गै भएँ। रिजल्ट पास भएछु। पास कि फेल भनेर सोधेको होइन, तेरो जिपिए चाहिँ कति आयो? बाबाले झर्किँदै भन्नुभयो। जिपिए सुन्न साथ राजेशको मुटु जोडले धड्किन थाल्छ अनि डराई नङ टोक्दै 3.4 जिपिए भनेर भन्छ। अनि निकेश र साहिलको चाहिँ? निकेश र साहिल राजेशका क्लासमेट हुन्। खोइ तिनीहरूको त थाहा भएन बाबा। थाहा भएन रे, फोन गरेर सोध। राजेशले दुवैलाई फोन लगाउँछ। निकेशको 3.8 अनि साहिलको 3.88 जिपिए आएको रहेछ। सँगै पढ्ने साथीको A+ आएछ। तँलाई चाहिँ गोदाइ नपुगेको? राम्रोसँग पढ्नु पर्दैन गदा? अब तेरो यो कारणले हामी आफ्नो गाउँ समाजलाई चाहिँ कसरी मुख देखाउनु? शिर निहुराएर उदास अनुहार बनाउँदै राजेश सुनिरहन्छ। बाबाले यस्तरी हप्काएको सुनेर ऊ भित्रैबाट टुट्छ। बिचरा मेरो मम्मी बाबा, कति निराश पाएँ मैले उहाँहरूलाई। निकेश र साहिलको A+ आयो, अब भोलि लड्डु बाँड्दै आइपुग्छन् होला। म तिनीहरूलाई कसरी फेस गर्नु? म मेरो मम्मी बाबालाई कसरी फेस गर्नु? बरु यसो गर्छु, भरे बेलुका मम्मी बाबा सुतेपछि झुन्डिएर मर्दिन्छु। लन्ठै साहब, ती विष खाएर मरौँ? सी इक्जाममा त राम्रो गर्न सकिनँ, लाइफमा त के गर्न सकौँला र? आई एम अ फेलियर। रिजल्ट के भयो भन्दै अब धमाधम फोन आउन थाल्छ। रिलेटिभ्सले टन्ट हान्न थाल्छन्। म कसरी जवाफ दिनु? कुन मुखले उत्तर दिनु? हो, मर्नु नै राम्रो उपाय हो मेरो लागि। सायद पक्कै पनि भगवानको कृपाले हुनुपर्छ साहिलले आफ्नो लाइफ समाप्त चाहिँ गर्दैन। तर तपाईँलाई एउटा कुरो थाहा छ, आजभोलि ऊ खासै कोहीसँग पनि बोल्न रुचाउँदैन। बिहे, व्रतबन्ध, फेस्टिभ अकेजनहरूमा पनि ऊ जान छोडिसक्यो। ऊ अहिले डिप्रेसनमा छ, सायद बाबाको गालीले होला। तपाईँहरूलाई लागिरह होला मलाई राजेशको बारेमा कसरी थाहा भयो, किनभने राजेश मेरो फुपूको छोरा हो। यो सुनेर तपाईँलाई राजेशप्रति सिम्पेथी फिल भइरहेको होला, तर राजेश डिप्रेसनमा हुनुमा उसको एउटा गल्ती छ। गल्ती यो कि उसले यस्तो परिवारमा जन्म लिनु पर्यो जहाँ एउटा इक्जामको रिजल्ट आफ्नो छोराको ज्यानभन्दा पनि मूल्यवान ठानिन्छ। तर यी सब कुराहरू राजेशको हातमा कहाँ थियो र? एक्ज्याक्टली मेरो पोइन्ट पनि त्यही नै हो। तर सायद यतिको प्यारेन्ट हुनु नर्मल हो। तपाईँहरूकै प्यारेन्ट पनि यतिको हुन सक्नुहुन्छ। 2025मा काठमाडौँ र पोखराको विद्यार्थीहरूमा एउटा सर्वे गरियो, जुन तपाईँले सुन्नुभयो भने तपाईँको कानबाट खुन आउन सक्छ। तपाईँलाई जानेर आश्चर्य लाग्ला कि हाई स्कुलका विद्यार्थीहरूमा गरेको त्यो सर्वेमा विद्यार्थीहरू डिप्रेस पाइयो। एकचोटि गेस गर्नु ल, डिप्रेसन रेट कति थियो? के लाग्छ? 5%, 10%, 20%?
नाइ पुराका पुरा 45%। यसको मतलब यो हो कि प्रत्येक 2 जना विद्यार्थी मध्ये 1 जना डिप्रेस छन्। अनि के कारणले गर्दा चाहिँ यति ज्यादा डिप्रेस रहेछन् भनेर रिसर्च गरियो र रिसर्च गर्ने क्रममा त्यसको रिजन यो निस्केर आयो कि त्यो थियो प्यारेन्टल प्रेसर। र म कुनै मजाक गरिरहेको छैन, तिनै प्यारेन्ट्स जसले बच्चालाई अनकन्डिसनल लभ दिनुपर्ने थियो तिनै प्यारेन्ट्स सुसाइड र डिप्रेसनको फ्याक्ट्री खोलेर त्यहाँको सिओ बनेर बसिरहेछन्। म तपाईलाई अर्को एउटा घटना सुनाउन चाहन्छु, तर त्यो घटना सुनेर तपाईको खोन खौलिन सक्छ। म फेरि पनि प्राइभेसीको कारणले रियल नेम भन्ने छैन। चितवनको भरतपुर महानगरपालिका वार्ड नम्बर 2 मा बस्दै आएकी 22 वर्षीय सन्ध्या काउन्सेलिङ सेसनको लागि साइकियाट्रिस्टकोमा जान्छन् र जे कुरा सन्ध्याले भन्छन् त्यो सुन्न इभन साइकियाट्रिस्ट पनि रेडी थिएनन्। आजभन्दा 5 वर्ष अगाडि मेरो रेप भएको थियो। म त्यति बेला कक्षा 11 मा पढ्थेँ। त्यति बेला म 16-17 वर्षको थिएँ। हाम्रो कलेज छुट्टी भएर घन्टी बज्यो। म घर जानको लागि कलेज गेट बाहिर घर जाने गाडीको वेट गरिरहेको थिएँ। हाम्रो कलेजको म्याथ टिचरले मलाई लिफ्ट दिन्छु भन्नुभयो। सरको घर र मेरो घरको दूरी करिब 10 मिनेटको मात्रै थियो। त्यही भएर म सरको स्कुटरमा बसेँ, जुन पछि गएर मेरो जीवनकै वर्स्ट डिसिजन हुनेवाला थियो। 10 मिनेट पछि सरको घर अगाडि आइपुग्यौँ। तपाईँले यत्रो दुःख गरिदिनु भयो, धन्यवाद सर, मलाई यहाँसम्म ल्याइदिनु भएकोमा। हुन्छ, अब म गएँ है। पख एकछिन सरको घर आएर पानी नै नपिजान्छौ? सरलाई नराम्रो लागोस् भनेर ए साँच्चै तिर्खानी लागिरहेथ्यो भनेर कुरा मिलाएँ। त्यो दुष्टले पानीमा निन्द्राको दबाई मिलाएर मलाई दिएको रहेछ। मलाई थाहा हुने त कुरै भएन। मैले पानी पिएँ। अचानक रिङ्गटा छुट्न थाल्यो। म बेहोस भएछु। जब मेरो आँखा खुल्छ मैले आफूलाई सरको बेडमा पाएँ। एउटा ब्ल्याङ्केट मलाई ओढाइएको रहेछ अनि ब्ल्याङ्केटभित्र म नग्न थिएँ। मैले बुझेँ मेरो रेप भइसकेको रहेछ। यतिकैमा साइकियाट्रिस्टले हौसला दिँदै साह्रै नराम्रो भएछ सन्ध्या तिमीसँग, अनि अहिले त्यो म्याथ टिचर जेलमा छ होला होइन? म्याउरो अनुहार अनि आफ्नो गहभरि आँसु पार्दै, जेलमा रे? तपाईँ पहिलो व्यक्ति हो जसलाई मैले रेप भएको सुनाएँ। जेलको कुरा छोड्नु न, 5 वर्ष बितिसक्यो। मैले मेरो मम्मी बाबालाई ममाथि रेप भएको सुनाएको छैन, अनि मैले सुनाएँ भने पनि मेरै गल्ती निकाल्नुहुन्छ। तँ छोटा लगाएर हिँड्छेस् भनेर भन्नु होला सायद। जुन व्यक्तिले मेरो रेप गर्यो कलेजमा 11-12 पढुन्जेल मैले उसलाई नै आफ्नो टिचरको रूपमा पाउनु पर्यो। म 5 वर्षदेखि जिउँदो लास भइरहेछु। एउटा 16-17 वर्षकी सन्ध्यामाथि रेप हुन्छ र त्यो नानीसँग यति हिम्मत छ कि उसले रेप जस्तो केसलाई नै पसाउन सक्छ, तर आफ्नै मम्मी बाबालाई भने भन्न सक्दिन, किनकि उसको मनमा यो डर छ कि गल्ती मेरै निकालिनेछ। तिग्रादेखि नै कपडा लगाएर बजार डुल्छेस्, सबै केटासँग मस्की बोल्छेस्, तैँले नि गल्ती गरेको हुनुपर्छ। तपाईँ कल्पना नि गर्न सक्नुहुन्छ एउटी 16-17 वर्षको नानीमा के गुज्रियो भनेर? बाआमा भनेका जिन्दा देउता हुन्, तर के साँच्चै? जनवरी 2, 2025 गुल्मीका सचिन परिवारको काठमाडौँ स्थित टियु टिचिङ हस्पिटलमा 13 वर्षकै कलिलो उमेरमा मृत्यु हुन्छ। डाक्टरको रिपोर्ट अनुसार सचिनको मृत्युको कारण निमोनिया अनि हृदयघात निक्लेर आयो। रोग लागेकै कारण सचिन बिते भन्नु सरासर गलत हो, किनकि सचिन बित्नुमा उसको आफ्नै बुवा तेजेन्द्र परियारको शोषणको ठुलो हात छ। कोभिड-19 को बेलातिर आफ्नो अद्भुत स्वर र के छ हजुर भन्ने अनौठो शैलीका कारण सचिन भाइरल भएका थिए। के छ खबर? ठीक छ हजुर, अलिक के छ हजुरको खबर? भाइरल भएपछि उनको बाबाले छोरा सचिनलाई विभिन्न युट्युब च्यानल, इन्टरभ्यू र विज्ञापनमा खेलाउन थाले। सुन्दा तिखो सुनिएला, तर इनफ्याक्ट सचिन तेजेन्द्रका लागि छोरा नभएर एउटा पैसा कमाउने मेसिन थियो। सचिनलाई जन्मजात नै ब्रेन ट्युमर रहेछ, तर युट्युब अनि विज्ञापनमा छोरो बेचेर आएको पैसालाई सचिनको औषधि र फ्युचरमा इन्भेस्ट गर्नु त कहाँ हो। ऊ आफ्नै भोग विलास अनि ऐयासीमा उडाउँथ्यो।
तेजेन्द्रले आफ्नो श्रीमती अर्थात् सचिनकी आमालाई छाडेर कान्छी श्रीमती भित्राएको तथ्य पनि बाहिर आउँछ। बरु पहिलाकै ठिक होला कि श्रीमती जस्तो लाग्यो मलाई त लास्ट। खासमा मम्मी बाबाको दैनिक झगडा अनि अदालतको प्रोसेस हेरेर सचिनको बाल्यकाल बित्छ। एक त सचिन पहिलेबाट रोगी थियो, अझ झन् मम्मीबाट टाढा अनि बुवाबाट शोषित हुँदा ऊ झन् कमजोर हुन्छ। इन्द्रेडीको टिमले त सचिनलाई काठमाडौँको स्कुलमा समेत भर्ना गराइदिएका थिए, तर तेजेन्द्रले पछि उसको काठमाडौँको स्कुल छोडाएर फेरि आफूसँगै गुल्मी लग्छ। अरू त अरू थियो, बिरामी छोरालाई स्याहार गर्नु त कहाँ हो, गुल्मीको रोडमा भिख माग्न समेत पठाउँथ्यो। तेजेन्द्र बाउको नाममा एउटा कलङ्क हो। यदि छोरा पाल्ने हिम्मत थिएन भने जन्माइस चाहिँ किन? सुरुमा मैले जब सचिन परिवार बितेको खबर पाएँ, सुरुमा त मलाई एकदमै दुःख लाग्यो, तर पछि जब सचिनको बारेमा सोचेँ म खुसी भएँ। बिचरा सचिनलाई हरेक दिन तडपाई मार्थ्यो। हरेक दिन तडपी मर्नुभन्दा त बरु एक दिन ठ्याट्ट मर्दा पीडा अलिक कम होला। बाउ आमा भनेका जिन्दा देउता हुन्, तर के साँच्चै? मलाई एउटा यस्तो केस थाहा छ जुन सुनेपछि तपाईँको प्यारेन्ट्सप्रतिको भरोसा उठ्न सक्छ। स्थान झापा। आफ्नी छोरीलाई चिन्तित देखेर मम्मीले सोध्नुहुन्छ, होइन के भइरहेछ तँलाई? आजभोलि चिन्तित देखिन्छस् त। हेर छोरी, चे भने नि म तेरी आमा हुँ, केही समस्या परेको छ भने मलाई भन्। त्यो सुनेर छोरी झन् बेस्कन रुन थाल्छिन्। आफ्नी छोरी यसरी रोगो देखेर अतालिँदै मम्मीले के भयो भनेर सोध्छिन्। अब जे कुरा मम्मीले सुन्छिन् त्यो संसारको कुनै पनि आमाले सुन्नु नपरोस्। कुरा यति भयानक छ कि त्यो सुनेर तपाईँ सक हुनुहुनेछ। मम्मी, म अहिले कति वर्ष पुगेँ? 18 वर्ष पुगिस् छोरी, तर यसमा रुनुपर्ने कुरा चाहिँ के छ र? सिन्स आई वाज 10 माई ड्याड ह्याड रेप्ड मी। मम्मीलाई यत्रो आँट गरेर सुनाएपछि छोरीलाई आशा थियो कि कम्तीमा मम्मीले त सपोर्ट गर्नुहुन्छ। यो बच्ची आफ्नो चाइल्डहुडभरि आफ्नो बुबाबाट रेप भइन्, तर मम्मीले पुलिसमा कम्प्लेन गर्नु त कहाँ हो। छोरी सामु हात जोडेर, हेर छोरी, यो कुरा तैँले मलाई त भनिस्, तर मेरो बिन्ती छ अरू कसैलाई नि नभन्। छिमेकीले थाहा पायो भने हाम्रो समाजमा इज्जतको के हुन्छ? तपाईँ इमेजिन समेत गर्न सक्नुहुन्न त्यो छोरीको मनमा के बित्यो भनेर। यस्ता हजारौँ प्यारेन्ट्सहरू छन् जसलाई यो समाजले के भन्छ भन्ने डरले आफ्नो छोराछोरीको आवाज नै दबाइदिन्छन्। याद राख्नुहोस् कि जति पनि रेप केस मिडियामा आउँछ त्यो रजिस्टर हुन्। यस्ता हजारौँ घटना त रेकर्ड पनि हुँदैनन्। अनि 100 पटकमा जति पनि रेप हुन्छ 90 पटक कि त घरकाले नभए चिनेकै मान्छेबाट हुन्छ। बाउ आमा जिउँदा देउता मात्र हुँदैनन्, छोराछोरीको लागि ट्रमा मेसिन पनि हुन्छन्। छोराछोरी भन्दा आफ्नो इज्जत प्यारो मान्ने आमा बुवा पनि हुन्छन्। 2016 तिर इन्डियामा एउटा घटना घट्छ जसले पुरै सोसल मिडियामा भूकम्प ल्याइदिन्छ। एक 10 वर्षीय नानीको एकदमै पेट दुख्छ, यति साह्रो कि हस्पिटलमा एडमिट गरिन्छ। डाक्टर पनि कन्फ्युज थिए किन पेट दुखिरहेछ भनेर, र जब स्क्यान गरेर उसको पेट हेरिन्छ कि यस्तो कुरा बाहिर आउँछ जुन सुनेर तपाईँ सदमामा जानुहुनेछ। त्यो 10 वर्षको नानी 7 महिनाको गर्भवती हुन्छन्, र जब पुलिसले आफ्नो पुरै बल प्रयोग गरेर खोजबिन गर्छ, खोजबाट यो निक्लेर आयो कि त्यो नानीकै बाबा र अङ्कल मिलेर रेप गरेका रहेछन्। पछि ती दुष्टहरूलाई पुलिसले समात्छ अनि आजीवन कारावास सुनाइन्छ। जुन बाबा छोरीको सहारा बन्नुपर्ने हो उसैले आफ्नै छोरीको रेप गरिदिन्छ। जुन अङ्कलमाथि औधी विश्वास थियो ऊ कहिले विश्वासको पात्र भएन। म तपाईँहरूलाई एउटा घटना सुनाउन चाहन्छु जुन मैले मार्च 2, 2026 को दिन एक्सपिरियन्स गरेँ। त्यो दिनले मेरो जीवनमा विशेष महत्त्व राख्छ, किनभने त्यो दिन मैले जे अनुभव गर्नेवाला थिएँ मेरो 26 वर्षको उमेरमा कहिले पनि भएको थिएन। मार्च 2, 2026 होलीको दिन थियो। त्यो दिन बिहान 7 बजे म पशुपतिनाथ मन्दिर दर्शनको लागि गएको थिएँ। मन्दिरको दर्शन गर्ने क्रममा मेरो मनमा ख्याल आयो कि एकचोटि ओल्ड एज होम पनि पुग्छु भनेर। ओल्ड एज होमको बारेमा सोच्ने बित्तिकै मलाई ती हरामी छोराछोरीहरूको याद आउँछ
जसले आफ्ना बुढा आमा बुवालाई त्यहाँ लगेर राख्ने गर्छन्। आफ्नो छोराछोरीलाई यति माया गरेर हुर्कायो, पछि बुढो भएपछि त्यही छोराछोरीले बोझ जसरी हेर्छन्। म वृद्धाश्रमभित्र गएँ, त्यहाँ थुप्रै बाआमाहरू हुनुहुन्थ्यो। यत्तिकैमा बाहिर एउटा कारबाट करिब 30-35 वर्ष उमेरसम्मको एउटा दाइ निस्किनु भयो। त्यो कारमा पछाडि बुबा आमा हुनुहुन्थ्यो। बाआमालाई पछाडि कारमा देखेर मेरो सातो पुत्लो उड्यो। बाआमा पनि आफूलाई वृद्धाश्रम अघि पाउँदा निकै चिन्तित र डराएको मुद्रामा देखिन्थे। म उहाँहरूको आँखा पढ्न सक्थेँ। ती आँखा भनिरहेथे कि बाबु तैँले यो कहाँ ल्याइस्? त्यो दाइले बाआमालाई कारबाट जबरजस्ती ओह्राल्नु हो, अनि कार घुमाई केही नभनी आफ्नो घर जान थाल्नुभयो। भर्खरै मैले जे दृश्य देखेँ मेरो रगत उम्लिएर आयो। यो हुत्तीहारालाई भेटेर 2-4 थप्पड हान्दिन्छु। यति साह्रो नै गर्न मिल्छ? कोही यति साह्रो निष्ठुरी नै हुन सक्छ? यस्ता अनेक प्रश्न मेरो मनमा आउन थाल्यो। पशुपतिनाथबाट नयाँ बानेश्वरसम्म मैले त्यो कारको पिछा गरेँ। लिभरपुल कलेज अगाडि एउटा खाली जमिन थियो, हो त्यहीँ उनले त्यो कार पार्क गरे। कारबाट ओर्लिएर त्यो दाइ आफ्नो घर जाँदै थिए। मैले पनि त्यतै बाइक पार्क गरेँ। हतार बाइकबाट ओर्लिएर, ओहो दाइ के हरकत हो तपाईँको? तपाईँ एक कुलङ्गार हो। हजुर को हो? मैले त चिन्न सकिनँ नि। ल धेरै नाटक गर्नु पर्दैन। मैले तपाईँको हरकत देखेर ओल्ड एज होमबाट फलो गरेको हुँ। म सेल्टी हुँदै चिच्याउन थालेँ। ठुक्क नामर्द, आफ्नै बाबामालाई वृद्धाश्रममा हाल्यो होइन? मेरो त्यो कुरा सुनेर होला दाइ सुकसुक गर्दै रुन थाले। गोहीको आँसु चाहिँ किन झारिरहेछौ हँ? मैले एकदम झर्किएर सोधेँ। र त्यो दाइले जे कुरा भने सबै प्यारेन्ट्सले बुझ्नु आवश्यक छ। भाइ तिमीले जे देख्यौ त्यो आधा मात्र सत्य हो। तिमीलाई पुरै कुरा थाहा नै छैन। मेरो नर्मल चाइल्डहुड थिएन। सानैबाट मेरो मम्मी बाबाले सधैँ मेरो सेल्फ रेस्पेक्टको धज्जिया उडाउँथे। त्यो छिमेकीको छोरालाई हेरिरहेछस् गधा? त यति भुस्कुल अनि अलक्षिणा भएर जन्मिन्छस् भन्ने थाहा पाएको भए त जन्मेकै दिन तेरो घाँटी नागेर मारिदिन्थे। यस्ता शब्दहरू मेरा लागि सामान्य थिए। दैनिक जसो मम्मी बाबाको यस्तै शब्दहरू सुन्नु पर्थ्यो। म स्कुलमा पनि साथीहरूबाट एकदमै बुल्ली हुन्थे। एकचोटि मलाई मेरो क्लासका सबै साथीहरूले कुटे फर नो रिजन। मेरो टाउको फुटेछ अनि नाकबाट रगत बग्यो। रक्ताम्य अवस्थामा मलाई हस्पिटल लग्यो। म त्यति बेला बेहोस भइसकेका थिएँ। करिब 2 दिनपछि मलाई हस्पिटलको बेडमा होस आयो। नर्सबाट थाहा पाएँ कि हस्पिटलको फी स्कुलले तिरिदिएछ। सबभन्दा दुःख लाग्दो कुरा यो थियो कि म हस्पिटलमा एडमिट हुने गरी कुटिएँ। मेरो मम्मी बाबा मलाई भेट्न हस्पिटलसम्म आउनु भएनछ। 2 दिनसम्म छोरो घरमा नहुँदा नि उहाँहरूलाई केही मतलब थियो। घरमा थाहा छ के भयो? मम्मी बाबा दुवै मिलेर मेरै गल्ती निकाल्न थाल्नुभयो। त्यो घरमा जे गरे पनि नगरे पनि मेरै गल्ती हुन्थ्यो। स्कुलबाट सधैँ बुली हुन्थे। त जिन्दगीमा केही गर्न सक्दैनस्, यो टिचरले भनिराख्थे। अनि जब घरमा त एटलिस्ट अनकन्डिसनल सपोर्ट पाउँछु भनेर सोच्थेँ, घरमा छुट्टै शोषण हुन्थ्यो। म 12 वर्षको हुँदा त घरबाट एकचोटि निकालिदिनु पनि भएको थियो। मेरो बाबा आमाले मेरो जीवन नै नर्क बनाए। हो त्यही भएर मैले अघि बाबा आमालाई वृद्धाश्रम छोडेर आएँ र मलाई यसको कुनै पनि रिग्रेट छैन, न त फ्युचरमा लाग्नेछ। त्यो दिन मैले थाहा पाएँ कि अनसाइडेड स्टोरी सुनेर कसैलाई पनि जज गर्नु हुँदैन रहेछ। म यहाँ कुनै वृद्धाश्रम कल्चरलाई प्रमोट गरिरहेको छैन, तर त्यो सानो बालकको गल्ती चाहिँ के थियो जसको कारणले बाल्यकालमै त्यत्रो ट्रमा सहनु पर्यो? उसको गल्ती चाहिँ के थियो? म भनौँ सायद एउटा गल्ती थियो कि उसले खानु परेको दुधमै खोज्थ्यो। ऊ यस्तो परिवारमा जन्मियो जहाँ बच्चालाई प्रेम गरिँदैन थियो। र यो कुरा प्यारेन्ट्सले बुझ्नुपर्छ कि प्यारेन्ट्स हुनुको मतलब पुत्लुक्क बच्चा झार्नु मात्र होइन, उसलाई हुर्काउनु, बढाउनु, इमोसनल सपोर्ट दिनु पनि उत्तिकै आवश्यक छ। म प्रार्थना गर्छु कि कुनै पनि दिन यस्तो नआओस् कि तपाईँहरूलाई छोराछोरीले वृद्धाश्रममा लगेर राख्नु। छोराछोरीले यसो गर्यो भनेर ब्लेम गर्न त निकै सजिलो छ, तर आफ्नो गल्ती देख्न भने निकै गाह्रो। म एउटा अन्तिम घटना सुनाउन चाहन्छु।
हो म अलि भेल्ला टाइपको मान्छे हुँ, खासै केही कामकाज छैन। हेर भाइ, अरू घटनाहरू सुनौला पनि बुझौला पनि, तर तेरो यो अनुहार भएन, चेन्ज गरेर आइज। थोप्डा न सोप्डा प्रियङ्का चोपडा। आई होप यस्तो थट हजुरहरूको मनमा आएको छैन होला। घटना हो सन् 2019 जुलाई 9 को दिउँसोको करिब 2 बजिरहेको थियो। भर्खरै मात्र क्लास 12 को रिजल्ट आएको थियो। समीर क्लास 12 को इक्जाम दिएर बसेको थियो। समीरको फ्यामिलीमा भन्नुपर्दा 12 वर्षको भाइ, मम्मी जो हाउसवाइफ हुनुहुन्छ अनि बाबा जो पेसाले एक वकिल हुनुहुन्छ। रिजल्ट आएको खबर थाहा पाउन साथ ऊ हतार हतार आफ्नो रजिस्ट्रेसन नम्बर हाल्छ। डराइ डराइ ऊ रिजल्ट के आउला भनेर सोचिरहेको थियो। रिजल्टमा समीरको 2.8 जिपिए आएको हुन्छ। जे होस् पास चाहिँ भएछु है भन्ने उसलाई लाग्छ। यतिकैमा उसको बाबा अफिसबाट आउनुहुन्छ। के भयो त तेरो रिजल्ट, पास भइस्? समीरको बाबाले सोध्नुहुन्छ। 2.8 जिपिए आयो, समीर खुसी हुँदै भन्छ। रिसले आँखो रातो बनाउँदै, साथीहरूको रिजल्ट थाहा पाइस् गदा? त सँगै पढ्ने साथीहरूले A+ ल्याए, त्यो रमेशको छोराको 3.9 आएछ। त मुर्दाले मेरो इज्जत माटोमै मिलाउने भइस्। न त हरामीले घरमा केही कुरा सम्हाल्नु परेको छ। तैँले लाएको खाएको बसेको सबै मैले बेहोरिरहेको छु। त कुलङ्गार जस्तो छोरा जन्मिन्छस् भन्ने थाहा पाएको भए त जन्मेकै दिन घाँटी नाकेर मारिदिन्थे। त्यस दिन त्यो घरमा 2टा घटना घट्यो। एक त समीरले नराम्रोसँग गाली खायो, अनि अर्को त्यही रात फेनमा पासो लागेर समीरले आफ्नो जीवन लीला समाप्त गर्यो। समीरको बाबा एक तानाशाह थिए। छोराको नराम्रो रिजल्ट आउँदा सपोर्ट गर्नु त कहाँ हो, उल्टै तथानाम गाली गरे, जसलाई झेल्न नसकेर समीरले आफ्नो जीवन समाप्त गर्यो। साइडमा कागजमा एउटा नोट थियो जहाँ समीरले आफ्नो केही फिलिङ्स भनेको थियो, जुन सबै प्यारेन्ट्सले सुन्नु आवश्यक छ। नोटमा थियो, डियर बाबा, अब तपाईँले मैले लाएको खाएको बिहोर्नु पर्ने छैन। बाबा, तपाईँ आफ्नो लाइफमा कति सक्सेसफुल हुनुभयो त्यो त म भन्न सक्दिनँ, तर प्यारेन्टिङको मामलामा तपाईँ एउटा फेलियर हो। इफ कर्मा इज अ बिच, यु आर हर फेभरेट हो टु राइड। बाबा, म सधैँ हजुरको खुट्टा टोक्थेँ नि, मैले सधैँ हजुरको आधार गरेँ। एउटा कुरा भनौँ बाबा हजुरलाई, रेस्पेक्ट भनेको दिने कुरा होइन, कमाउनु पर्ने कुरा हो। एन्ड ड्याड, यु हेभ नेभर अर्न माई रेस्पेक्ट। मैले मेरो इन्टायर चाइल्डहुड तपाईँको एटेन्सनको लागि तर्किएँ, अनि मेरो किशोर अवस्था तपाईँले दिएको ट्रमाबाट रिकभर हुन बिताएँ। जहिले पनि तपाईँ मुख खोल्नुहुन्थ्यो नि, तपाईँले शब्द होइन छुरा छोड्नुहुन्थ्यो। तपाईँलाई कहिले पनि मेरो चिन्ता थिएन। गाउँ समाजले के भन्छ अनि आफ्नो इज्जतकै चिन्ता छ, अनि तपाईँको इज्जत थुक्छु म त्यस्तो इज्जतलाई। तपाईँले कहिले आफ्नो मोटिभ बिना मलाई अँगालोसम्म मार्नु भयो। तपाईँलाई एडभेन्चर यति मन पर्थ्यो कि जहिले मलाई गिल्ट ट्रिपमा पठाउनुहुन्थ्यो। आई एम डोन्ट क्यारिङ योर टक्सिक वेस्ट, स्टे द फक आउट अफ माई लाइफ। आई डोन्ट ओ यु अ सिट। आई एम डोन्ट ट्रान्सलेटिङ योर क्रुएल्टी इन्टु लभ। यु वेयर नट अ फकिङ प्यारेन्ट्स, यु वेयर अ फकिङ ल्यान्डलर्ड वेयर यु एक्सपेक्टेड टोटल ओनरसिप अफ माई सोल एन्ड एक्सचेन्ज अफ रुफ एन्ड फुड। बाबा, तपाईँलाई थाहा छ, आई क्यान सेयर माई अल प्रब्लम टु एनी फकिङ स्ट्रेन्जर इन द वर्ल्ड, बट नट यु। द्याट्स योर प्यारेन्टिङ लेभल। आई युज टु विस यु वुड चेन्ज। आई विश टु बिलिभ माइसेल्फ ट्राइङ टु अर्न अ ड्रप अफ अनकन्डिसनल लभ। यु वेयर सपोज टु प्रोभाइड बाई डिफल्ट। यो जुन समीरको लेटर छ, यो सबै प्यारेन्ट्सहरूप्रति जोरको थप्पड हो, जो आफ्नो छोराछोरीलाई आफ्नो गाउँ समाजको इज्जतको जरिया बनाउँछन्। मैले भिडियोको स्टार्टिङमा मेरो भाइ राजेशको डिप्रेसनको कहानी गरेका थिएँ नि। 2081 साल असार 13 गते सीको रिजल्ट आउँछ अनि राजेशको 3.4 जिपिए हुन्छ। हो, असार 13 कै दिन एसई को रिजल्ट आउँदा ललितपुरको डिएबी स्कुलमा पढ्ने राधा फेल हुन्थे। छोरी इक्जाममा फेल भएको देखेर स्वाभाविक रूपमा उसको मम्मी बाबा पनि चिन्तित हुनुभयो। यतिकैमा रिलेटिभ्सहरूको फोन आउन थाल्छ। त्यो देखेर बिचरी राधाको मनोबल गिर्न थाल्छ। तर एउटा अनौठो कुरा कि छोरी इक्जाममा फेल हुँदा पनि एकचोटि पनि मम्मी बाबाले राधिकालाई गाली गर्नु भएन। इनफ्याक्ट उसलाई सम्झाइ बुझाइ गरेर इन्करेज गर्नुभयो। हेर छोरी, एउटा इक्जामै मुला त हो,
कुनै पनि इक्जामको यो औकात छैन, 1% पनि औकात छैन कि त्यसले तिम्रो फ्युचर डिसाइड गरोस्। त फेल भइस् केही छैन, म तेरो बाउ जिउँदो हुन्जेलसम्म जहिले तेरो सपोर्ट गर्छु। रिलेटिभ्सको फोन आक्को आइ गरेको देखेर राधिकाको बाबाले फेसबुकमा एउटा स्ट्याटस लेख्छन्, भर्खरै मात्र सीको रिजल्ट आएको छ र मेरी छोरी राधा इक्जाममा फेल भए। राधाले आफ्नो तर्फबाट पुरै मेहनत गरेकी थिइन्। इक्जाममा पास फेल हुनु सामान्य कुरा हो, सामान्य परीक्षा थियो। इक्जामलाई इक्जाम जसरी लिम, सनसनीपूर्ण अनि ओभर रियाक्ट गर्नुपर्ने कुरा यसमा केही पनि छैन। म राधाको पुरै सपोर्टमा छु। राधाले अब रिइक्जाममा एपियर हुन्छ र पास हुन्छ। साँच्चै नै हाम्रो प्यारेन्ट्सले राधाको प्यारेन्टबाट प्यारेन्टिङ सिक्नुपर्नेछ र यदि साँच्चै नै हाम्रो मम्मी बाबा यति सपोर्टिभ हुने हो भने छोराछोरीहरूले ब्रह्माण्डै जितिन्छन्। हस्त धन्यवाद। प्रब्लम पर्दा जेन्जी भाइलाई याद राख्नुहोला।